आज यो टमाटरमा हामी जैविक मल बनाएको थियौं। त्यो मललाई यसमा प्रयोग गर्दैछौं, जसको लागि यो बोटदेखि 4-5 इन्च अलि टाढा हामीले पुरै यसरी गोडेका छौं र यसमा हामी अब जैविक मल हाल्दैछौं। यसरी यो हामी बोटको वरिपरिबाट यो जैविक मल बनाएको भिटामिन युक्त जैविक झोल हाल्दैछौं। यसरी राख्दाखेरि यो बोटलाई एकदम राम्रो हुन्छ। हेर्नुस्, यसरी हालिरहेका छौं। अब यसलाई हामी माथिबाट नसुकोस् नउडोस् भनेर यसमा फेरि माटोले पुर्नेछौं।